हामी त हिउँ भएको ठाउँमा पुगिसक्यौँ त साथीहरु देखास पुरै खाउँ त चिसो हामी हिउँ खाँदै यसरी समाएर ल पुरै टाढोमा दिनमुनि गयो क्या आउनु सक्नुहुन्छ आज भोलि अलि बिलाएर छ हेलो साथीहरु नमस्कार अनि स्वागत छ मगर देवता भ्लग युट्युब च्यानलमा। आज हाम्रो टोली चाहिँ भात पुर्याउन जान लागेका छौँ। हेर्नुहोस् हाम्रो टोली हामी दिदी बहिनी मा बहिनी कोही फुपू कोही आमापट्टि अन्टीपट्टि यसरी भात पुर्याउन हाम्रो ठाउँमा हाम्रो मगरहरूको चलन अनि हाम्रो ठाउँमा चाहिँ यसरी छोरीलाई भात लगेर जाने सिस्टम छ। अब भात लगेर त पनि मान्छे मात्र देखाए चिज केही छैन भन्नु होला। तपाईँले पछि निकाल्दाखेरि देख्नु सक्नुहुन्छ कोही छतमा छन् कोही यता छन् चल्ला यता खानेकुराहरू क्या सुत्केरीलाई के खाइन्छ त्यो चिज सब माथि छन्। हाम्रो टोल चाहिँ यसरी गाडीमा भर्खर बसिसक्यौँ। अब दुर्गम ठाउँको यात्रा यस्तै हो। बाटो कच्चा छ अहिले हेर्न सक्नुहुन्छ कस्तो रहेछ बाटो भनेर। माथि लेकमा चाहिँ हामी पुरै हिउँ पर्ने ठाउँमा जाँदैछौँ। तपाईँले पुरै भिडियो हेर्नु होला। मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला है त। अब सुरु हुँदैछ हामी चाहिँ भर्खर गाडीमा चढिसकेका छौँ। अब चाहिँ यात्रा हाम्रो कस्तो हुँदैछ तपाईँहरूले हेर्न सक्नुहुन्छ। हाम्रो यात्रा हिँड्दा हिँड्दै हाम्रो यात्रा गाडी बिग्रियो हुँदा नि भ्याकुले बाटो बनाउन लाग्छ त्यो थुपाइरहेको छ। यो बाटो बनाइसकेपछि हामी चाहिँ हिँड्ने छौँ। हामी बिर्सिगयो यता बाटाले बाटोले धोका दियो साथीहरू। हेर्नुहोस् माथिबाट हेर्दाखेरि चाहिँ तल कति डरलाग्दो छ पुरै डरलाग्दो छ। कस्तो छ कि दृश्य। बिहान चाहिँ अलि राम्रो हुन्छ होला र घामले टल्किन्छ। बिहानको भिडियो तपाईँले हेर्न सक्नुहुन्छ। अहिले चाहिँ घामले टल्कियो लोरी जति बनाउनु भयो हेर्ने त्यो थकाइ मानेर अगाडि आइबसेको छ। पुरै हिमाल हाँसीको ठाउँ हेर्नुहोस् एकदम हिउँ छ। अलि बिहान हेर्नुहुन्छ अहिले त घामले टल्केर हामी पुरै हिउँले ढक्कमक्क भन्ने हो कि यसलाई पुरै हिउँले ढाकिएको ठाउँ भन्ने हो। यस्तो छ हेर्नुहोस् के गर्नु जुम गरेर देखाउँ। त्यत्तिकै अल्को ठाउँमा पुग्दैछौँ हामी। पुरै भिरालो रहेछ ठाउँ पनि यस्तो भिरालो ठाउँ छ। बाटो त झन् अलि चाख्लै बनाउनु लाग्छ। हामी त हुक्क भइकन यसरी बसिया छौँ। अनि भ्याकुले बाटो बनाउँदैछ। बाटो बिग्रियो हेर्नुहोस् यसरी हामी बसेर हाम्रो टोली थकाइमा आएर कोही यसरी विविधता चारसित बसिहाल्नु कोही यस्तो छ। एकदम रमाइलो ठाउँ त रहेछ तर डर लाग्दो रहेछ। पुरै डर लाग्दो। तपाईँ रुकुममा आउनुभयो भने पुरै देख्नुहुन्छ ठाउँ त एकदम रमाइलो छ। रमाइलो तर भिरालो डर लाग्दो ठाउँ रहेछ साथीहरू। अझ हामी माथि हिउँ पर्ने ठाउँ अहिले त हिउँ त तल गइगयो। अझ हिउँ पर्ने ठाउँ हामी पुग्दैछौँ। तपाईँले हेर्न सक्नुहुन्छ है त। अझै माथि पुग्यो भने बल्लै देखेला त्यो छ गाउँको जिन्दगी। हेर्नुहोस् यसरी हामी अब पुग्न भन्दा नि अझै 2 घन्टा लाग्छ अरे। तर दुर्गम भन्नाले पनि धेरै दुर्गम क्या। यस्तो छ हाम्रो रुकुम तपाईँले हेर्न सक्नुहुन्छ। पुरै वातावरण दृश्य हेर्ने ठाउँ चाहिँ रमाइलो छ तर त्यहाँ बसेर गरी खानलाई चाहिँ कति गाह्रो छ। हेर्नुहोस् पुरा हिउँ परेर यस्तो छ बाटो। हिउँले हेर्दौ बाबै हिउँ यसरी दाउरा गरेर हिउँले भाँच्यो गाई बाख्राले बेसरी राख्न देखायो परियो डल्लै हुन्छ उ त अट्टी हुन्छ नि। हामी हिँड्ने बाटो यसरी हुन्छ। लाग्दैन पुरै हिउँ मात्रै छ। हिउँ मात्रै छ। हिउँ
पुरै छ क्या हिउँ यस्तो के ज्याइ पुरै ट्याक्टर पुरै हिउँ ठाउँ त के चिसो साह्रो आउँछ नि हिउँको खातामा फालेन खातामा जस्तो हामी त हिउँ भएको ठाउँमा पुगिसक्यौँ हेर्नुहोस् चिसो छ पुरै चिसो छ यस्तो छ न डाँडो किन यस्तो रहेछ हिउँ धेरै चिसो लाग्छ है धेरै उनीहरू ऊ त डुबिगयो त न त धेरै डुबिगयो कति ऊ छ हेर्छ बरफ छ हेर्नुहोस् त त्यस्तो हेर्नुहोस् बस्केला हामी त हिउँ भएको ठाउँमा पुगिसक्यौँ त साथीहरू देखाएको छु पुरै खाउँ त चिसो यस्तो छ कि चिसो छ हेर्नुहोस् आउनुहोस् यो खेल्न हेर्नुहोस् गाइस अलि यतापट्टि आयो त टारदेखि यतापट्टि हेर्नुहोस् हिउँ हामी दुई खुदाको हिउँ समाउन हिउँ हिउँ खिचेर हामी त पुरै चिसो यति चिसो त हेर्नुहोस् नजिक हिउँ पुरै छ ल हामी हिउँ खाँदैछौँ हामी हिउँ यसरी समाएर अर्को छैन यति पाइछ तिमीले हिउँ देख तल भेरीको छालमा तल पुरै तराई पनि खाडी जस्तो हुने कि त्यस्तो ठाउँमा बस्याउँछ पुरै हिउँ देखेपछि हिमालमा आएर हिमालको नजिकै हो यो त पुरै हिमाल त होइन नजिक तर यस्तो ठाउँमा आइसक्यो त पुरै लाग्दैन र यति राम्रो यो त हिउँ लिएर आउनु त त्यो त चिसो हुन्छ पुरै टाढोमा दिनमुनि गयो क्या हुँदैछ क्या हिउँ हेर्नुहोस् त पुरै हिउँ छ हिउँ त यस्तो छ कि हिउँ देख्नै नपाएर यही हिउँ देख्नको लागि I love you. पानी दिन लाग्छ तर नाउ देखा कहाँ हुनुहुन्छ त तपाईलाई धेरै गर्मी छ भने आउनुस् यही खेल्नु गर्मी छ पुरै हेर्नुस् त अन्त हात गोलीगा तिम्रो पाछ ठोक्ने रहेछ मर्के जे बाबा न ल त खेली खेली नै हाम्रो ठोल्यो अब हिँड्नु अब पुरै हात कठाङ्गेर हात पुरै कठाङ्गेर पुरै चिसो चिसो भयो अब हाम्रो टोली हिँड्दैछ तलतिर हिउँ त पुरै छ र चिसो पनि पुरै छ र पुरै चिसो छ त्यता त्यता पनि पुरै उडेछ यस्तो छ घाम नलाग्ने झन् चिसो हुने हो जुत्ता पनि फुट्यो क्या अब यिनी के गर्ने हिउँले पुरै माटो कमलो बनाएर यस्तो चिसो नजिकै देखिन छ हिमाल पुरै हिमाल नजिकै देखिन छ
तर अहिले घाम लाग्यो फेरि राम्रो देखिएन यति रहेछ क्या खुट्टा पनि उठ्यो हिमाल पुरै हो त्यो लेख्दा छन् यस्तो छ यो यस्तो हिउँ कति बाक्लो परेछ क्या पुरै छ यस्तो टाइगर ठाउँमा त्यस्तो छ हिउँ खेली चिसो भयो त्यस पछाडि अहिले हामी चाउचाउको झोल यसरी पिँदै पोल्यो चाउचाउ सुप झोल क्या यसरी पिँदैछौँ चिसो भयो चिसो ठाउँ रहेछ हिमालको छेउ त भयो कि चिसो हुन्छ तिन चार फुट त भयो यो पुरै पहिला देख्यौ नि 2 वर्षसम्म छ बाबा हो यो त नबिलामा थपिजाल्छ हिउँ त ओरान लाग्यो यही रोकिदिनु होला हामीलाई उहाँ जान आँटिन हामी लिन्छौँ कहाँ लिँदै कोचिङमा कक्षामा गोलीमा पानी गाडीमा हालिकन एक कक्षा बोक्नेवाला कट्ठामा त अहिले रमाइलो गरेर सकियो तातो छ त मिलाइजान्छ ठाउँ त तातो बल्ल हामी घरमा पुगिसक्यौँ सुत्केरी खाना लगेर सुत्केरी चाहिँ यता फोनमा व्यस्त छन् यता छन् अनि नयाँ मान्छे सुतिया छन् अरे अहिले हेर्ने यसरी हामी बल्लै घरमा बल्लै पुग्यौँ बाटो पनि अप्ठ्यारो आएका टोलीहरूलाई खानाहरूलाई यसरी सेलाखदी के अरे यो ठाउँको नाम चाहिँ रोका गाउँ भनेर चाहिँ यस्तो छ साथीहरू हेर्नुहोस् माथितिर अहिले यस्तो यस्तो डाँडोहरू छ यो चाहिँ गहिरामा घर गाउँ यस्तो छ हेर्नुहोस् लेखो चाहिँ यस्तो छ माथि लेखो चाहिँ हिउँ छ यति गाउँ त्यति हिउँ छ तर चाहिँ अलि घाम लाग्यो भएर देखिएन यस्तो छ पुरै ठाउँ चाहिँ राम्रो छ गुब्रो भरेर लेखा यस्तो छ ठाउँ चाहिँ एकदम राम्रो छ आउने बाटो चाहिँ पुरै जोखिम छ गाउँमै पुगिसकेपछि चाहिँ राम्रो रहेछ यस्तो छ पुरै सुन्दर छ ठाउँ त गाउँघर चाहिँ राम्रो रहेछ हिँड्नलाई बाटो पुरै जोखिम यात्रा फेरि छुट्टियो यस्तो छ गोब्रे सल्लो गोब्रे सल्ला धेर सल्लो माथि पाइन्छ त्यहाँदेखि माथि गोल्पा यहाँ हुन्न ए यो गोब्रे सल्लो छ गोब्रे सल्लाहरू छ त्यहाँसम्म धुपी पनि गयो धुपी र त्यहाँसम्म धुपी हुनु नि त हजुर त्यो गोब्रे आयो गोब्रे सल्लो छ अरे यसको तिरालो पनि बल्छ अरे बल्दैन बल्दैन ए अरू काठ जस्तै हुन्छ त्यो कति बल्दैन ए धेर सल्ला मात्रै हुन्छ हुनुको यात्रा मात्र छ हो आयो धेरै सामान नहीं यस्तै हो र मतलब त यो
हिउँ त जहिले पर्छ कि पर्दैन कहिले यति पनि यतिमै हिउँको पानीले गर्दा हुन्छ बाटो यस्तो छ हाम्रो सुन्दर रूपम तपाईँहरू चाहिँ घुम्न आउनुहुन्छ भने आउनु सक्नुहुन्छ आजभोलि चाहिँ अलि बिलाएर छ हिउँले गर्दा ओठ फुटेर चिसो आजभोलि झन् लेकतिर आएर चिसो छ हिउँ परेर पुरै हात मुख फुटेर एकदम चिसो छ रमाइलो छ तपाईँहरू घुम्न आउन सक्नुहुनेछ सुन्दर ठाउँ छ वरिपरि डाँडा काँडा पुरै हिमाल देखिन्छ राम्रो छ आजको यात्रा आजभन्दा पनि 2 दिन भयो एकदम रमाइलो भयो हिउँ पानीले यसरी हिलो बनाएको छ पुरै भित्र यसरी हिँड्ने क्या छ लेख्ने पुरै छ अब पुग्न लाग्यो आज त किन हिजो हिँड्यो भने किन अलिक छिटो लाग्यो त एकदम हामीले टुप्पीमा हाल्ला छ पुरस्कार ठुला पुग्ने सल्लाहहरू छ बसेर अरू कहीँ बसेर ए यो ठाउँ नि गोर्खा भैँसिराख्ने कोठी हेर्नुहोस् पुरै हिउँ हिउँ त पुरै हिउँ त घाँस पलाउँछ होला भुइँमा बर्खा त आज भोलि मात्रै खायो म यस्तो हिउँछ त हिउँले आएको तान्यो पानीले गर्दा माटो पुरै टायर डुब्छ कि टायर हो हिजो बनाएर गाडी बस्यो आफै तानेको हिँड्न त कस्तो राम्रो छ हामी 2 फुट्दा चाहिँ हिउँमा
पुगेर हिउँसम्म जाँदैछौँ। ल ल ल हिउँ पक्कर चिसो भइदियो लाग्छ। हिउँ पक्कर केटा हिउँ यस्तो छ। ल समान हिउँ पक्कर हिजो झल्ली कि सिगाना काट्ले चिसोले साट्छ। कोरिया गइलो हिउँ त पुरै चिसो छ। आई लभ पुरा चिसो छ हिउँ। हिउँ खेली हिजो हिउँ खेलेर गयो आज पनि घर फर्किनु रे हिउँ खेलेर पुरै हिमालमा हिउँ पर्दैन र मेरो बस्छ आउनु लाग्यो हातेर राख्छ यस्तो राख्दो हिउँ त पुरै चिसो पुरै मान्छेलाई हिजो हिउँ खेलाएर ओठ पुरै हेर्नुहोस् त फाटेर फुटेर हिउँ खेल्न नपाएको धेरै भयो त नपाया। पुरै चिसो छ। हिउँ खेलेर हात खुट्टा चिसो भएर कठाङ्गेर चिसो छ। त्यही भएर अब नजाउँ चिसो हुन्छ धेरै हिउँ त पुरै ठाडो परिरहेको छ क्या। चिसो छ चिसो अय्या क्या यता त्यो हिउँ गएर त देखाएको म भाइ मलाई नहाने यस्तो मुखी फाल्दै क्या मलाई तेरो बाजा मलाई हान्नुलाई नहाने क्या मलाई हिउँ खेली हिउँ पक्रिएको पानी हेर्नुहोस्। यो हिउँ पक्रेर पुरै पानी बनेर यस्तो बनाएको छ हेर्नुहोस् त। यो पुरै हिउँ पक्रेर पुरै हिलो यस्तो छ पुरै पानी पोखा जस्तै छ। यस्तो हुँदै पुरै हिलो मात्रै भएर यस्तो हुँदै गएको छ। यस्तो छ हिलो यो त हिलो पुरै हिलो छ। पानी बगेर यसो हिउँ बगेको पानी यसरी बग्दैछ। यति हिउँ छ यसमा चाहिँ के भन्छ नि होम कटेज भन्छ नि के भन्छ नि कटेजको नाम थाहा भएन। यसरी कटेज छ नास्ता खाने कटेज भन्दा होटेल छ। यो कटेजको अगाडि चाहिँ यति हिउँ थुप्री परेको छ हेर्नुहोस्। यस्तो छ कि हिउँ यति सबै हिउँ यहीँ थुप्री परेको छ। हिउँ थुप्री परेर त्यसै धेरै छ। कटेज चाहिँ यस्तो दामी तरिकाले बनाएको छ। यस्तो राम्रो छ। कटेजको अगाडि पनि हिउँ मात्र छ। अलि बिलाएर चाहिँ अलि कम हुँदै गएको छ। यस्तो छ हिमालहरू बल्ल गाडीबाट ओर्ल्यौँ बल्ल झऱ्यौँ दुर्गम बाटो बल्ल पुग्यो। यस्तै छ गाउँले पुगेको साथीहरू बल्ल पुरै खतरा बाटो दुर्गम बाटो बल्ल झरेर यसरी बसिरहेको छ।